नेपाल मेन्स क्रिकेटको आगामी टुर स्कटल्यान्ड टुर वर्ल्ड क्रिकेट लिग 2 अन्तर्गतको यो टुरको बारेमा हामी चर्चा गर्नेछौँ। सम्पूर्ण प्लेयरहरूको अहिलेसम्मको स्ट्याटहरू हामी हेर्नेछौँ। फर्स्टमा उनीहरूको प्रदर्शनको आधारमा हामी चर्चा गर्नेछौँ नेपाल क्रिकेटको बारेमा। र रोहित पौडेल नेपालको करेन्ट क्याप्टेन, उहाँको काँधमा धेरै ठुलो जिम्मेवारी छ। मेरो च्यानल ट्विस्ट एन्ड टेलमा तपाईँहरू सम्पूर्णलाई स्वागत गर्दछु। अन्तिमसम्म जोडिनुहोला। रोहितको ओडिआईमा ब्याटिङ एभरेज 29.7 रहेको छ भने र नेपालको लागि सबैभन्दा छिटो 1000 रन पुरा गर्ने पहिलो प्लेयर पनि रोहित कुमार पौडेलले हुन् ओडिआईमा। रोहित कुमार पौडेलको बलियो पक्ष भनेको चाहिँ एउटा राम्रो क्याप्टेन हुन् जस्तो लाग्छ मलाई। उनले प्रेसरमा धेरै नै राम्रो इनिङहरू खेलेको हामीलाई सम्झना छ र स्कटल्यान्डको विरुद्धमा नेपालको टियु ग्राउन्डमा भएको 95 नट आउट त उहाँको बेस्ट नै लाग्छ मलाई। एज अ लिडर टिमलाई एन्कोर गर्ने जिम्मेवारी सम्पूर्ण इनिङ खेल्ने आशा चाहिँ रोहित पौडेलबाट मैले लिएको छु। र यदि उनको ब्याटबाट यो सिरिजमा एउटा शतक र 2टा अर्धशतक आयो भने कम्तीमा नेपालले 4 पोइन्ट चाहिँ आफ्नो पल्टामा पार्ने मैले विश्वास लिएको छु। अब प्लेयरहरूको नेदरल्यान्ड्स र स्कटल्यान्डसँगको इन्डिभिजुअल डाटा पनि हामी सर हेर्दै जान्छौँ। मैले स्क्रिनमा सबै डाटा सर राखिदिएको हुन्छु, तपाईँले हेर्नुहोला। नेदरल्यान्डसँग 4 पटक, हाइएस्ट स्कोर 33। युरोपमा खास प्रदर्शन छैन स्कटल्यान्डसँग भने, राम्रै इनिङ छ, एभरेज 42 को छ र उनको ब्याटिङ पोजिसन 2 डाउन चाहिँ रोहित पौडेलले 4th पोजिसनमा आएर खेल्नुपर्ने देखिन्छ। पछिल्लो स्ट्याट्स मात्रै त होइन क्रिकेट, तर पनि आज हामी यसैको आधारमा युरोपमा विशेष गरी खेलाडीहरू नचलेको कारणले पनि त्यहाँको डाटाहरू खेलाएर हेर्नेछौँ। भाइस क्याप्टेन दिपेन्द्र सिंह ऐरीको चाहिँ एकदमै राम्रो लाग्ने कुरा भनेको उनको फर्म हो मलाई। पहिला उनी कस्तो निडर भएर खेल्थे, जसरी अहिले गुलसन झाले खेल्ने गर्छन्, उहाँको त्यही फर्म फिर्ता आउनुपर्छ जस्तो लाग्छ मलाई। ब्यालेन्स्ड छन्, एकदमै T20मा डक नभएको रेकर्ड उनको नाममा छ। तर कहिलेकाहीँ अलिकति सुरुवात पाए पछाडि सो त विकेट फाल्ने, बलरले आउट नगराए पनि आफै जे पाए त्यही सर्ट खेलेर आउट हुने जस्तो देखिन्छ। उहाँको फर्म पाउनु भयो भने हामीले धेरै नै राम्रो गर्न सक्नेछौँ यो सिरिजमा। दिपेन्द्र सिंह ऐरीले सम्भवतः सबै फिल्डमा बलिङ, ब्याटिङ, फिल्डिङमा आफ्नो बेस्ट फर्म दिनुपर्ने हुन्छ। नेदरल्यान्ड्स विरुद्ध खास राम्रो छैन रेकर्ड उनको। स्कटल्यान्डसँग 85 को एउटा हाइएस्ट स्कोर छ, तर अरू त्यस्तो राम्रो देखिएको छैन। युरोपमा उनी पनि खासै चलेका छैनन्। ब्याटिङ पोजिसन हेर्दाखेरि उनले लगभग सबै पोजिसनमा ट्राई गरेको देखिन्छ, तर मलाई जहाँसम्म लाग्छ उनी लोवर अर्डरमा आउनुपर्छ। अब पालो कुशल भुर्तेलको, उहाँको ओपनिङ स्टाइल एकदमै राम्रो छ, एग्रेसिभ स्टार्ट गर्नुहुन्छ, तर खास अहिले चाहिँ बलिङपट्टि बढी केन्द्रित भएको हो कि अथवा ब्याटबाट चाहिएको टाइममा चाहिँ नेपालले उहाँको स्किललाई चाहिँ युज गर्न पाएको छैन भनौँ, अथवा उहाँको जुन एग्रेसिभ ओपनिङ स्ट्राटेजी छ त्यसमा चाहिँ उहाँ आफै पनि चुकिराख्नु भएको छ। फास्ट बलिङमा विशेष गरी स्ट्रगल गर्नुहुन्छ र यो युरोपको पिचहरू चाहिँ फास्ट बलिङलाई नै सपोर्ट गर्ने भएको भएर योचोटिको सर्ट सेलेक्सन अझै राम्रो हुनुपर्ने छ। मिराकलमा उहाँको यदि अचम्मै भयो भने 2टा म्याच यदि ओपनर नट आउट जानुभयो भने चाहिँ नेपालले 4 पोइन्ट पक्का लानेछ। यो चाहिँ म ग्यारेन्टीको साथ भनिदिन सक्छु। नेदरल्यान्डसँग अलिकति राम्रो स्टार्ट देखिए तापनि स्कटल्यान्डसँग खास गतिलो छैन। जम्मा 72 रन हानेका छन् 7 म्याचमा। युरोपमा त झनै 4 गेम छ, 57 रन मात्रै छ। यो पनि गतिलो स्टार्ट छैन। मेबी उनी ओपनिङमै आउनेछन्, ओपनिङमै छ उनको धेरै स्कोर, तर पनि 3rd पोजिसनमा पनि उहाँलाई ट्राई गरिएको थियो। लोवर अर्डरमा पनि 1-2 पटक ट्राई गरिएको थियो। अब कुरा गरौँ आसिफ शेखको। आसिफ शेखको टेक्निकल ब्याटिङ स्किल्स यदि योचोटि चल्ने हो भनेदेखि चाहिँ हामीले खास त्यस्तो धेरै यो सिरिजमा गुमाउने छैनौँ। र किपिङमा एकदमै राम्रो गर्नुहुन्छ। प्रेसर सिचुएसनमा चाहिँ अलिकति आफू छिटो इन्भल्भ भइहाल्ने, ब्याटहरू नचल्ने, उहाँको गतिलो पुरानो पछिल्लो हेर्ने हो भने हामी त्यस्तो देखेका छौँ। नेदरल्यान्डसँग एकदमै राम्रो इनिङ भन्न सक्छौँ। 3टा गेममा 71 रन प्रहार गरेका छन् भने स्कटल्यान्डसँग त्यति राम्रो चलेका छैनन्। युरोपको केसमा अरूभन्दा अलिकति राम्रो एभरेज चाहिँ 4 इनिङमा आसिफ शेखकै देखिन्छ। ब्याटिङ पोजिसन पक्कै पनि उनी सेकेन्डमा नै आउनेछन्। गुलसन झा माई फेभरेट प्लेयर, फेभरेट अलराउन्डर अहिलेको एसोसिएटमा। उहाँ आफ्नो फर्ममा भने आउनुपर्ने हुन्छ। उहाँको त्यो एकदमै एग्रेसिभ प्लेइङसँगै एउटा रेस्पोन्सिबल सर्ट्सहरू सहितको कम्बो प्याकेज बलिङ ब्याटिङमा, लेफ्ट ह्यान्ड ब्याट, राइट ह्यान्ड मिडियम पेस हेरौँ। योचोटिको पिचमा पनि उहाँको चाहिँ स्किल चलेन भने चाहिँ राम्रो हुँदैन। स्यान्डीको त खास कुरा गरिराख्न आवश्यक छैन, उहाँको फर्म आउन मात्रै बाँकी छ। उहाँको यो बिचमा जे भएको छ त्यो सबै हामीले निहालिरहेका छौँ। मैले यसमा धेरै चर्चा गरिनँ। स्ट्याट्स बयानै गर्नु पर्दैन, माइन्ड ब्लोइङ छ। मात्र अलिकति आफूलाई काम राख्नुपर्ने जस्तो लाग्छ मलाई यो सिचुएसनमा। धेरै नै हार्ड टाइमबाट चाहिँ उहाँले त्यो कुराहरूलाई जितेर आइसक्नु भएको छ भने अब चाहिँ पर्फर्मेन्सको पालो रहेको छ। सोमपाल कामीको जादु चल्नुपर्ने छ योचोटि। युरोपको फ्ल्याट
युरोपको फास्ट बलिङ सपोर्ट गर्ने पिचहरूमा चाहिँ सम्पल कामीको जादु चल्यो भने हामीले यो सिरिजमा धेरै राम्रो गर्न सक्नेछौँ। ब्याटिङ पनि एकदमै राम्रो गर्ने गर्छन् करण केसी, यर्कर स्पेसलिस्ट हुन्। यो पिचमा यर्कर एकदमै राम्रो जाने गर्दछ यदि उनले लाइन र लेन्थ कन्सिस्टेन्स राख्न सक्यो भने। र करण केसीको पनि विकेट्स आइरहने गर्छ, तर उनलाई पनि प्रायः जस्तो गेमहरूमा छुटेको नै देख्छौँ। भरपर्दो स्पिनर ललित राजवंशीसँग पनि हामीले धेरै आश गर्नुपर्नेछ। एकदमै भेरिएसन्सहरू राम्रो फाल्ने गर्छन् र उनले पनि आफ्नो लाइन एन्ड लेन्थलाई चाहिँ एकदमै ध्यान दिनुपर्नेछ। एटलिस्ट हरेक गेममा उनले एलबिडब्ल्यूद्वारा पार्न सके हाम्रो टिमलाई धेरै नै फाइदा हुने देखिन्छ। यसै सिरिजमा रहेका अन्य प्लेयरहरू आरिफ शेख, भीम सार्की, बसिर अहमेद, नन्दन यादव, अनिल कुमार शाह र रिजन ढकालको पनि केही स्टार्ट्सहरू मैले राखिदिएको छु। नन्दनले ओडिआईमा डेब्युट नै गर्न बाँकी छ। तपाईँहरूलाई के लाग्छ साथीहरू, नेपालको यो सिरिजमा प्लेइङ 11 कस्तो हुनुपर्छ र यो सिरिजमा हामीले प्रमुख 3 प्लेयर छनौट गर्ने हो भने कसको नाम तपाईँ सम्झिनुहुन्छ कमेन्ट गर्नुहोला। र यो पटकको सिरिजमा हाम्रो कोचको स्ट्राटेजी पनि हामी गेम सँगसँगै हेर्ने नै छौँ। थ्याङ्क्स फर वाचिङ। रातो र चन्द्र सूर्य।